पार्टी कमरेडहरू र पत्रकार मित्रहरू सबैलाई फेरि एकपटक मेरो न्यानो अभिवादन छ। म अब आजको कार्यक्रमको उत्कर्षमा मुख्य विषयवस्तुमा म प्रवेश गर्दैछु। समाजवादी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रिय भेलामा एकता राष्ट्रिय भेलामा के निर्णय गर्यो भन्ने विषयलाई हामीले एउटा बीचमा चाहिँ यो सार्वजनिक गर्दैछौँ। मानिसहरूलाई यहाँभन्दा इतिहास कस्तो छ भने पार्टी हरेक पटक चाहिँ पार्टीमा विभाजन विद्रोह निर्माण हुँदाखेरि विद्रोह गर्ने पक्ष अल्पमत हुने उसले चाहिँ पार्टीको मूल नेतृत्व आफ्नो असहमति जनाउने जुन एउटा उत्तरदायी पार्टीले अहिले त्यो परम्परालाई अहिले पार्टीको केन्द्रमा केन्द्रीय समितिको पनि स्थायी समितिमा एउटा टिम बन्ने र त्यो टिमले सानो समूह बनाएर पार्टीका सम्मेलनका निर्णयहरूलाई उल्ट्याउँदै लत्याउँदै बिस्तारै थाहा नदिने गरी सिङ्गो पार्टी र आन्दोलनलाई साम्राज्यवादी दलदलमा भसाउने जुन किसिमको एउटा योजना बनाइरहेको थियो, हामीले त्यो योजनालाई बेलैमा थाहा पायौँ र पार्टीको अत्यधिक बहुमत केन्द्रीय समितिले पार्टीको नेतृत्व कब्जा गरेर बसेको एउटा सानो टुकडीलाई सावधान गरायौँ। तपाईहरूले यसरी नेपालको इतिहासमा नै अत्यन्त अनौठो हुने गरी पार्टीलाई सिधै एउटा क्रान्तिकारी धारबाट दक्षिणपन्थी संशोधनवादी धारसम्म र अझै त्यहाँभन्दा पनि रसातलमा पुर्याउने जुन योजना बनाउनु भयो, यो तपाईँहरूको योजना बेठिक छ, यो षड्यन्त्रमूलक छ, यसलाई सच्याउनुहोस् भनेर स्थायी समितिमा बारम्बार हामीले भन्यौँ। उहाँहरूले यो नेपालको माटो सुहाउँदो, हिजो पञ्चायती व्यवस्थालाई भनिन्थ्यो नि नेपालको माटो हावापानी सुहाउँदो व्यवस्था भनेर, त्यसै यो नेपालको माटो सुहाउँदो समाजवादी क्रान्ति हुन्छ र नेपालको माटो सुहाउँदो समाजवादी स्थापना हुन्छ भनेर नेपाली समाजवाद नामको एउटा अत्यन्त दक्षिणपन्थी अत्यन्त माटोवादी र अन्तर्राष्ट्रियतावादी सङ्घर्षबाट कटाएर जुन नेपाली समाजवाद नामको एउटा खोस्टो पेश गरियो र स्थायी समितिमा पास नभएपछि भित्रभित्रै लुकाएर तलका कार्यकर्तासम्म पुर्याउने एउटा षड्यन्त्र गरियो। त्यसका विरुद्ध स्थायी समितिमा म एक्लैले त्यहाँ लडेँ स्थायी समितिभित्र र पार्टीको विस्तारित बैठकमा हामी केही साथीहरूले लड्यौँ र पछि स्थायी समितिमा बहुमत दाबी गर्ने समूहलाई हामीले स्थायी समितिको बैठक बसाल्यौँ। उहाँहरूले स्थायी समितिले पास गरिसकेको भनेर झुक्क्याउँदै दस्तावेजलाई तलसम्म लग्ने योजना बनाइरहनु भएको थियो, तर हामीले त्यो पत्तो पाएपछि त्यसलाई उल्ट्याउँदै त्यहाँ नोट अफ डिसेन्ट लेख्यौँ र त्यसपछि हामीले सल्लाह गऱ्यौँ र त्यो एउटा सानो टुकडीलाई 1 महिना र 5 दिन अगाडि पार्टीबाट बर्खास्त गऱ्यौँ र 1 महिनाभित्रै हामीले देशव्यापी क्रान्तिकारीहरूसँग भेटघाट छलफल अघि बढायौँ। पूर्णबहादुर सिंहलाई बर्खास्त गरिसकेपछि विशेष एउटा छलफलले भेलाले कार्यवाहक महासचिवको जिम्मा अशोक सुवेदीलाई दियो र यो 1 महिना र 4 दिनपछि सम्पन्न राष्ट्रिय भेलाले एकता राष्ट्रिय भेलाले फेरि नयाँ नेतृत्व चयन गरेको छ। म आज तपाईँहरूका बिचमा पार्टीले गरेका निर्णयहरू म यहाँ सुनाउने अनुमति माग्छु। साथीहरू, समाजवादी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समिति पार्टीको एकता राष्ट्रिय भेलाद्वारा पारित निर्णय सम्बन्धमा प्रेस विज्ञप्ति। पत्रकार साथीहरू, समाजवादी कम्युनिस्ट पार्टी नेपालको एकता राष्ट्रिय भेला यही 83 साल असार 7 गते काठमाडौँमा भव्यतापूर्वक सम्पन्न भयो। भेलाले विभिन्न कम्युनिस्ट पार्टी समूहमा आबद्ध कमरेडहरूलाई एकता प्रक्रियामा सम्मानजनक सहभागी गराई वैज्ञानिक समाजवादी जनक्रान्ति सम्पन्न गर्ने महाअभियानमा एक ढिक्का भएर उभिने निर्णय गरेको छ। भेलाले महान जनयुद्ध, एकीकृत जनक्रान्ति
विभिन्न जनसङ्घर्ष, विद्रोह र आन्दोलनमा शहादत प्राप्त गर्ने महान शहीदहरूमा हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ। शहीद तथा बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग योद्धा, राजनीतिक बन्दी एवं यातना पीडित सबैमा उच्च सम्मानसहित हार्दिक अभिवादन व्यक्त गर्दै समाजवादी कम्युनिस्ट पार्टी नेपालको एकता राष्ट्रिय भेलाले निम्नलिखित समसामयिक प्रस्ताव पारित गरेको जानकारी गराउन यो पत्रकार सम्मेलन आयोजना गरिएको छ। 1 नम्बरमा समाजवादी कम्युनिस्ट पार्टी नेपालको एकता राष्ट्रिय भेला बलपूर्वक कब्जा गरिएको सत्तालाई जनताको बलद्वारा वैज्ञानिक समाजवादी जनक्रान्तिद्वारा नै बदल्न सकिने दृढ विश्वास प्रकट गर्दै बल प्रयोगको मालेमावादी सिद्धान्तलाई सृजनात्मक रूपमा आत्मसात गर्ने विश्वास व्यक्त गर्दछ। 2 एकता राष्ट्रिय भेला साम्राज्यवाद, नवौपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्था, नाङ्गो अवसरवाद, आत्मसमर्पणवाद, सबै किसिमका संशोधनवाद, छद्म संशोधनवाद लगायत विश्व सरबार वर्गका दुश्मनका सुराकी, दलाल, क्रान्ति विरोधी षड्यन्त्रकारीहरूका सम्पूर्ण षड्यन्त्र, फुटपरस्त गतिविधि, जालसाजी र बकवासहरूलाई सम्पूर्ण रूपमा खारेज गर्दछ र त्यस प्रकारका चरम अवसरवादी तत्त्वहरूलाई पार्टी आन्दोलनबाट निष्कासन गर्दै त्यस प्रकारका व्यक्ति र प्रवृत्तिको पुनरावृत्ति हुन नदिने प्रतिबद्धता व्यक्त गर्दछ। 3 एकता राष्ट्रिय भेलाले कमरेड मानदोष श्रेष्ठ रिम सल्लाहकार समितिका अध्यक्ष रहेको र कमरेड अशोक सुवेदी विप्लव महासचिव रहेको 57 सदस्यीय केन्द्रीय समिति, 12 सदस्यीय केन्द्रीय सचिवालय चयन गरेको छ। एकता राष्ट्रिय भेलाले चयन गरेका सचिवालय र केन्द्रीय सदस्यहरूको नाम यस प्रकार रहेको छ। सचिवालय सदस्यहरूमा कमरेड अशोक सुवेदी महासचिव, कमरेड लीलबहादुर बुढाथोकी ईश्वर सचिवालय सदस्य, कमरेड चन्द्रबस्याल सिबी सचिवालय सदस्य, कमरेड चुडामणि श्रेष्ठ मन्जिल सचिवालय सदस्य, कमरेड तिलक बयक सूर्य सचिवालय सदस्य, कमरेड सुजाता रोका विष्ट सचिवालय सदस्य, कमरेड सोम पाखरिन सचिवालय सदस्य, कमरेड शिशिर थापा सचिवालय सदस्य, कमरेड दिपेन्द्र घिमिरे सचिवालय सदस्य, कमरेड भूमिका सिंजाली सचिवालय सदस्य, कमरेड नीतू शाह सचिवालय सदस्य र कमरेड कालीबहादुर पाण्डे सचिवालय सदस्य। यसरी 12 सदस्यीय सचिवालय गठन गरेको छ भने केन्द्रीय समितिमा सचिवालयका 12 जनाका साथसाथै कमरेड विजयराज पौडेल, कमरेड कला शर्मा, कमरेड उजिर मगर, कमरेड बलराम तामाङ, कमरेड बलबहादुर परियार, कमरेड दलबहादुर खड्का, कमरेड देवीलाल परियार, कमरेड मन्जु एसके, कमरेड गीता सुनार, कमरेड सम्झना सुर्खेती, कमरेड बाबुराम श्रेष्ठ, कमरेड कृष्ण परियार, कमरेड अर्जुन परियार, कमरेड शारदा शाह, कमरेड हरिशरण तामाङ, कमरेड गोपाल बस्याल, कमरेड सन्तोष बोगटी, कमरेड राजेन्द्र रावत, कमरेड देवेन्द्र विक, कमरेड वीरेन्द्र सिंह थापा, कमरेड महेन्द्र वर्मा, कमरेड ध्रुव हरियाल, कमरेड भरत घिसिङ, कमरेड कुमार खुट्टे, कमरेड पेम्बा शेर्पा लगायतको केन्द्रीय समिति पनि एकता राष्ट्रिय भेलाले चयन गरेको छ। मैले जानकारी पनि यहाँका समक्ष गराएँ। त्यसै गरी पार्टीको भेलाले केही समसामयिक प्रस्तावहरू पनि पास गरेको छ जो हाम्रो पार्टी जीवन र नेपाली समाजको मुक्तिको लागि हाम्रो मार्गनिर्देशक हो। हामीले वर्तमान समाजलाई र समाजवाद निर्माण गर्ने वर्ग सङ्घर्षलाई कसरी कुन माध्यमबाट समाजका अन्तर्विरोधलाई कुन माध्यमबाट र अन्तर्राष्ट्रिय चाहिँ अन्तर्विरोधलाई कुन माध्यमबाट हल गर्न सक्छौँ र अहिलेको विश्व परिस्थिति के हो त भन्ने बारेमा हामीले केही समसामयिक निर्णय गरेका छौँ। यसको जानकारी यहाँहरूलाई गराउन चाहन्छु। समाजवादी कम्युनिस्ट पार्टी नेपालको एकता राष्ट्रिय भेला महान जनयुद्ध, जनक्रान्ति, जेन्जी विद्रोह लगायत सबै न्यायपूर्ण सङ्घर्षमा शहादत प्राप्त गर्ने महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै अमर शहीदले देखाएको आमूल परिवर्तन र मुक्तिको बाटोमा निरन्तर अघि बढ्ने प्रतिबद्धता प्रकट गर्दछ। यो बैठक या हाम्रो जुन भेलापछिको बैठक छ, यो बैठकले बलपूर्वक कब्जा गरिएको सत्तालाई जनताको बलद्वारा नै बदल्न सकिने विश्वास प्रकट गर्दै बल प्रयोगको मालेमावादी सिद्धान्तलाई आत्मसात गर्ने विश्वास व्यक्त गर्दछ। सत्ता हातमा बन्दुक लिएर दमन गर्ने, सुकुम्बासीहरूको बस्तीलाई उजाड बनाउने, तर जनताले ठुलो हेरेर सरकार भनेर हात जोडेर बस्ने अब समय छैन। जनताले अब फेरि
सत्ताले चलाएको जुन औजार छ आफ्नो मुक्तिको रक्षाको लागि चाहिँ त्यो प्रयोग गर्न बाध्य बन्नेछ र यसको लागि चाहिँ हाम्रो पार्टीले अगुवाई गर्नेछ भन्ने विषय हो यो। त्यसै गरी एकता राष्ट्रिय भेला नाङ्गो अवसरवाद, आत्मसमर्पणवाद, छद्म संशोधनवाद, साम्राज्यवाद लगायत विश्व सरबार वर्गका दुश्मनका सुराकी दलाल क्रान्ति विरोधी षड्यन्त्रकारीहरूका सम्पूर्ण षड्यन्त्र फुटपरास्त गतिविधि जालसाजी र बकवासहरूलाई सम्पूर्ण रूपमा खारेज गर्दछ र त्यस प्रकारका चरम अवसरवादी तत्त्वहरूलाई पार्टी आन्दोलनबाट निष्कासन गर्दै त्यस प्रकारका व्यक्ति र प्रवृत्तिको पुनरावृत्ति हुन नदिने प्रतिबद्धता व्यक्त गर्दछ। भेलाले आत्मसमर्पणवादी संशोधनवादी पूर्ण सिंह गुटमाथिको कारबाही सही समयको ऐतिहासिक र सही कदम ठहर गर्दै उक्त गुट अवैध रहेकाले आजैका मितिदेखि समाजवादी कम्युनिस्ट पार्टी नेपालको नाम र लोगो प्रयोग नगर्न निर्देशन पनि दिएको छ। भेलाले कम्युनिस्ट नामधारी विभिन्न समूहमा छरिएर रहेका इमान्दार क्रान्तिकारी नेता कार्यकर्तालाई अकर्मण्यतावादी संशोधनवादी सार सङ्ग्रहवादी विरासत र कार्यदिशाका विरुद्ध विद्रोह गर्दै समाजवादी कम्युनिस्ट पार्टी नेपालमा ध्रुवीकृत हुन आह्वान गरेको छ। भेलाले कम्युनिस्ट नामधारी पार्टीका टाउकाहरूका बीच गठबन्धन गरेर होइन, सच्चा र इमान्दार क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण र रूपान्तरणको माध्यमबाट कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन र वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्नसम्म भएको निष्कर्ष पनि निकालेको छ। यो एकता राष्ट्रिय भेला पालेस्टिनी भूमि, इरानी भूमि, लेबनानी भूमि र न्यायप्रेमी देशभक्त जनतामाथिको इजरायली अमेरिकी साम्राज्यवादको बर्बर नरसंहारको तीव्र विरोध र भर्त्सना गर्दै तत्काल स्थायी युद्धविराम गर्न, उत्पीडित भूमिमा भएको जनधनको उचित क्षतिपूर्ति भराउन, युद्धविराम इमान्दारीपूर्वक पालना गर्न र विभिन्न पानामा पालेस्टिनी इरानी जनतामाथि जारी हत्या अभियान रोक्न माग गर्दछ। पालेस्टिनी भूमि, इरानी भूमि, त्यहाँका जनताको सार्वभौम अधिकार र जीवन रक्षाको सम्मान एवं सुनिश्चितताका लागि आवाज बुलन्द गर्न विश्व समुदायलाई आह्वान गर्दछ। पालेस्टिनी जनताको फ्री प्यालेस्टिन सम्बन्धी बलिदानको उच्च सम्मान गर्दै मातृभूमि रक्षाको आन्दोलन विद्रोह र मागमा यो भेला ऐक्यबद्धता व्यक्त गर्दछ। इरान लगायत सार्वभौम मुलुकहरूमाथिको साम्राज्यवादी आक्रमण विरुद्ध आवाज उठाउन संसारभरका न्यायप्रेमीहरूलाई हार्दिक आह्वान गर्दछ। पालेस्टिनी र इरानी जनताले ठुलो बलिदानी र क्षति बेहोरेर पनि आफ्नो देशको रक्षाका लागि गरिरहेको प्रतिरोधको सङ्घर्षको यो भेला समर्थन गर्दछ। अमेरिकी साम्राज्यवादको युद्धोन्माद तथा उसको स्वतन्त्र भौगोलिक रूपमा साना, आर्थिक रूपमा कमजोर र खनिज लगायत प्राकृतिक स्रोतका धनी राष्ट्रहरूमाथिको निरन्तर सामरिक तथा सांस्कृतिक हस्तक्षेपको तीव्र विरोध र भर्त्सना गर्दछ। अमेरिकी छाया युद्धका रूपमा जारी युक्रेन युद्ध तुरुन्त बन्द गर्न माग गर्दै यो भेलाले नेटोद्वारा रुस र अमेरिका इजरायलद्वारा इरानमाथिको सशस्त्र घेराबन्दी तत्काल हटाउन माग गरेको छ। त्यसैगरी भारतीय साम्राज्यवादद्वारा कालापानी, लिबिया लगायत नेपाली भूमि, राजनीति र अर्थतन्त्र, संस्कृति, कूटनीतिमाथि भइरहेको चौतर्फी अतिक्रमणको विरोध गर्दछ। भारतसितको सुगौली सन्धि, यो ब्रिटिस भारतसँगको सुगौली सन्धि, कालापानी लगायत 1950 लगायतका सम्पूर्ण असमान सन्धि सम्झौताहरू खारेज गरी अतिक्रमित लिबियाद्वारा कालापानी लगायत नेपाली भूमि तत्काल फिर्ताको जोरदार माग गर्दै यो भेलाले कालापानी, लिबिया लगायत नेपाली भूमि रक्षाका लागि सदैव सङ्घर्ष गराउने प्रतिबद्धता व्यक्त गर्दछ। हालै नेपाली भूमि लिपुलेख सम्बन्धमा भारत र चीन बीच भएको सम्झौताको घोर भर्त्सना गर्दै नेपालको भूमि सम्बन्धमा नेपालको सहभागिता र स्वीकृति बिना हुने कुनै पनि सहमति सम्झौता मान्य नहुने र खारेज गर्ने दृढता व्यक्त गर्दछ। विभिन्न असमान सन्धि मार्फत गुमेका नेपाली भूमि फिर्ता गराउन, नेपालको सीमा सुरक्षाका लागि तारबार पर्खाल लगायत उपाय अवलम्बन गर्न सरकारसँग माग गर्दै देशभक्त क्रान्तिकारी नेपाल जनता समक्ष आह्वान गर्दछ। बिप्पा बुद्धगी, एफसीसी लगायत असमान सन्धि सम्झौता तत्काल खारेज गर्न माग गर्दछ। नेपाली युवाहरूलाई भारतीय ब्रिटिस लगायत सेनामा गरिने भर्ती तत्काल बन्द गर्न माग गर्दछ। नेपाल सरकार र अमेरिका बीच भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परियोजना सम्झौता नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता प्रतिकूल भएकाले
उक्त सम्झौता तत्काल खारेजीको माग गर्दछ। एमसीसी कार्यान्वयनका नाममा देशका विभिन्न भागमा जनताको बत्ती उठाउन गरेको सरकारी हरकत बिना विकल्प बर्बरतापूर्वक सुकुम्बासी बत्ती उठाइएको कदम विरुद्ध प्रतिरोध गर्न यो एकता राष्ट्रिय भेला आह्वान गर्दछ। एमसीसी एनसीपी लगायत नेपालको सार्वभौमिकता र स्वतन्त्रता विरुद्ध गरिएका र गर्न लागेका सम्पूर्ण सहमति सम्झौता विरुद्ध सशक्त सङ्घर्षमा उत्रिन नेपाली जनतालाई हार्दिक आह्वान गर्दछ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको संसदमा उभिएर नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको राष्ट्रघाती देशद्रोही अभिव्यक्ति फिर्ता लिन र तत्काल राजीनामा दिन यो बेला माग गर्दछ। यो बेला जनयुद्ध, एकीकृत जनक्रान्ति, जेएनजी लगायत विभिन्न विद्रोह, सङ्घर्ष र आन्दोलनमा घाइते एवं अङ्गभङ्ग भएका योद्धाहरूको उचित स्वास्थ्य उपचारको व्यवस्था गर्न, राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरूको अवस्था तत्काल सार्वजनिक गर्न, राजनीतिक आन्दोलनहरूका क्रममा जेल हिरासतमा बन्दी बनाएकाहरूलाई यथाशीघ्र रिहा गर्न, उनीहरूमाथि लगाइएका सम्पूर्ण झुटा मुद्दा खारेज गर्न, घाइते अपाङ्गसहित बेपत्ता योद्धाका परिवारको सम्मानजनक तथा आवश्यकता अनुसार जीवन निर्वाहको व्यवस्था गर्न जोरदार माग गर्दछ। वित्तीय कर्पोरेट पुँजीवादले उत्पन्न गरेको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय र मानवीय सङ्कट विरुद्ध ल्याटिन अमेरिका, अफ्रिका, एसिया, युरोप लगायत देशका जनताको सङ्घर्ष एवं तिनका अभियानहरूप्रति समर्थन गर्दै यो एकता राष्ट्रिय भेला एक ध्रुवीय भूमण्डलीकृत वित्तीय पुँजीवादका विरुद्ध दृढतापूर्वक उभिने सङ्कल्प गर्दछ। वित्तीय एकाधिकारवादी भूमण्डलीकृत पुँजीवाद र नवऔपनिवेशिक पुँजीवादका दलालका रूपमा रहेका बहुराष्ट्रिय कम्पनीहरूले मल, बिउ बिजन, पेस्टिसाइडसँगै वितरण र बजारमा आधिपत्य कायम गरेका कारण मारमा परेका विश्वभरिका किसानहरूको आन्दोलनप्रति समर्थन जनाउँदै कृषि क्षेत्रमा पुँजीवाद एकाधिकारवादको सशक्त विरोध गर्दछ। महिलामाथिका हिंसा, हत्या, हिंसा, बलात्कार लगायत सबै जघन्य अपराध र विवेकको भर्त्सना गर्दै सबै खाले अन्यायपूर्ण हिंसा दमन बन्द गर्न यो अन्तर्राष्ट्रिय बेला विशेष आह्वान गर्दछ। साथै श्रमिक वर्ग, दलित समुदायमाथिका सम्पूर्ण विभेद र उत्पीडनको विरोध घोर भर्त्सना गर्दै वर्णाश्रम व्यवस्थामा आधारित छुवाछुत, जनजाति भेदभावलाई समूल अन्त्यका लागि तत्काल प्रभावकारी कदम चाल्न यो बेला विशेष माग गर्दछ। युगौँदेखि जोतबोक गर्दै आए पनि जमिनमा स्वामित्व कायम हुन नसकेका लाखौँ भूमिहीन, सुकुम्बासी, सोवासी, अव्यवस्थित बसोबासी जनताको थायी जीविकोपार्जनको सुनिश्चित गर्न जोरदार माग गर्दछ। दलाल सत्ताका ठेकेदारहरूद्वारा लाल पूर्जा वितरणका नाममा भइरहेको चरम व्यतिथिको अन्त्य गर्न र जनतालाई जन्मना साथ भूमिको मालिक बन्ने व्यवस्था गर्न यो बेला माग गर्दछ। बालेन्द्र सरकारले हालै मात्र सुकुम्बासी बस्तीमाथि बर्बरतापूर्वक डोजर चलाएर हजारौं उत्पीडित जनतालाई घरवासविहीन बनाएको घटनाप्रति खेद व्यक्त गर्दै भूमिहीनहरूलाई अविलम्ब भूमि, बसोबास, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चित गर्न माग गर्दछ। महँगी, भ्रष्टाचार, कालोबजारी, कमिसन खरी, दलाली लगायतको उपभोक्ता एवं उत्पादनका क्षेत्रमा विद्यमान बिचौलियाको बिक्री तत्काल रोक्न तथा जनतालाई सुलभ र स्वाभाविक जीवनयापन गर्ने वातावरण सृजना गरी भ्रष्टाचार र बिचौलिया मुक्त समाज निर्माण गर्न यो एकता राष्ट्रिय भेला सरकारसँग विशेष माग गर्दछ। देशै रित्तिने गरी महामारीका रूपमा ठुलो सङ्ख्यामा नेपाली युवाहरू र प्रतिभा विदेशी प्रवृत्तिप्रति यो बेला गम्भीर चिन्ता व्यक्त गर्दछ। वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्था बन्द गर्न, देशमै उद्योग कलकारखाना खोल्न, कृषि उत्पादन र बजारको पूर्ण सुनिश्चित गर्न, उच्च शिक्षा अध्ययनको व्यवस्था देशमै उपलब्ध गराउन, युवा जनशक्ति, प्रतिभा र पुँजीको पलायन रोक्ने प्रभावकारी वातावरण कार्यक्रम निर्माण गर्न माग गर्दछ। युवाहरूको वैदेशिक रोजगारीका क्रममा रेमिट्यान्सबाट प्राप्त रकम आयमूलक, उत्पादनमूलक, उद्योग व्यवसाय लगायत काममा लगानी गर्न, वैदेशिक रोजगारीमा जाने श्रमिकको सिप क्षमता विकास गर्न र स्वदेशमै सम्मानजनक रोजगारी सृजना गर्न सरकार समक्ष यो बेला जोरदार माग गर्दछ। बाढी पहिरो, भूकम्प, सुक्खा, अतिवृष्टि, अनावृष्टि लगायत प्राकृतिक प्रकोपबाट पीडित जनताको आवास, स्वास्थ्य, शिक्षाको सुनिश्चित गर्दै पुनर्निर्माण, आवास, खाद्य व्यवस्था, राहत सुविधा लगायत विशेष कार्यक्रम ल्याउन यो बेला माग गर्दछ। प्राकृतिक प्रकोपको पूर्व व्यवस्थापनका लागि तत्काल दीर्घकालीन योजना कार्यक्रममा व्यवस्था गर्न सरकार समक्ष यो बेला माग गर्दछ। जनताको रगत पसिना, सिप र दक्षताद्वारा सृजित महान आदर्शहरूमाथिको आक्रमण, प्रतिक्रान्ति, विद्रूपीकरण तत्काल रोक्न, सबै खाले अश्लील, विकृत, छाडा, उपभोक्तावादी साहित्य, कला र संस्कृतिलाई निषेध गरी वैज्ञानिक, जनवादी, समाजवादी कला, साहित्य, संस्कृति र शिक्षाको विकास गर्न बेला विशेष आह्वान गर्दछ।
जनताको वाक स्वतन्त्रताको रक्षा गर्न, सञ्चार संयन्त्रलाई मर्यादित र जनप्रतिनिधि बनाउन भेला माग गर्दछ। फाँसीवादी सत्ताको श्वेत आतंक, घेराबन्दी, गुटबन्दी, मजदुर, विद्यार्थी, कर्मचारी, शिक्षक सङ्गठनमाथि लगाइएको प्रतिबन्ध वा खारिजको निर्णय फिर्ता लिन माग गर्दछ। भ्रष्टाचारी, तस्करी, मिटर ब्याजी, सरकारी ठगी, सहकारी ठगी, मानव तस्करी लगायत वित्तीय अपराधी र शोषकहरूलाई तत्काल कानुनी दायरामा ल्याउने बेला विशेष माग गर्दछ। दोषीलाई कारबाही गर्न जोरदार माग गर्दछ। फुटपाथ लगायत विभिन्न स्थानका ससाना उद्योग व्यवसायहरूको हकहितको रक्षा गर्न, राष्ट्रिय उद्योग कारखाना स्थापना सञ्चालन र राष्ट्रहित विपरीत बेचिएका उद्योग कारखाना फिर्ता गरी सञ्चालन गर्न, राष्ट्रहित विरुद्ध काम गर्नेहरूलाई कारबाही गर्न एकता राष्ट्रिय बेला विशेष माग गर्दछ। भारतीय साम्राज्यवादी सरकारले जनयुद्धरत भारतीय माओवादीहरूमाथि गरिरहेको क्रूर दमन तथा जनहत्याप्रति यो बेला क्षोभ व्यक्त गर्दछ। नक्सल अभियान लगायत फाँसीवादी अभियान चलाएर गिरफ्तार गरिएका बौद्धिक एवं वैचारिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको रिहाइको माग गर्दछ। देशका विभिन्न भागमा डढेलो बाढी पहिरोका कारण भएको धनजनको क्षतिको यथाशीघ्र उचित क्षतिपूर्तिको व्यवस्था गर्न यो बेला सरकारसँग जोरदार माग गर्दछ। नेपालमा केही वर्षदेखि विभिन्न आवरणमा डरलाग्दो ढङ्गबाट भइरहेको धर्मान्तरणको कार्यप्रति यो बेला विशेष चिन्ता व्यक्त गर्दछ। धर्मको आवरणमा राष्ट्रिय हित विपरीत भइरहेका सबै खाले गतिविधि तत्काल अन्त्य गर्न सरकारसित यो बेला जोरदार माग गर्दछ। श्रमिकको सेवा सुविधा, वेतन लगायत उचित ज्याला उपलब्ध गराई सम्मानजनक वार्ता पाउने अधिकारको सुनिश्चितताको माग गर्दछ। साथै यो बेला श्रम शोषण मुक्त, बेरोजगारी मुक्त, गरिबी र भोकमरी मुक्त, अशिक्षा, विभेद र शोषण मुक्त नेपाल निर्माणको माग गर्दछ। नेपालको वर्तमान नवौपनिवेशिक पुँजीवादी दलाल फाँसीवादी संसदीय व्यवस्था औपचारिक रूपमै छटपटी र विघटनको सङ्घारमा उभिएको समयमा सम्पूर्ण देशभक्त प्रगतिशील जनतान्त्रिक क्रान्तिकारी मालेमावादी शक्तिहरू एकताबद्ध भएर दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न यो बेला हार्दिक आह्वान गर्दछ। संसदवादीहरूको चुनावी परिणामलाई लिएर कम्युनिस्ट आन्दोलन र पार्टीहरू विघटन भएको भन्दै कम्युनिस्ट विरोधी शक्तिहरूले मचाइरहेको हुइँयालाई खारेज गर्दै यो बेला समाजमा वर्ग रहेसम्म र मानिसले मानिसमाथि गर्ने सबै प्रकारका शोषण, दमन, उत्पीडन कायम रहेसम्म वा वर्ग समाज कायम रहेसम्म वर्ग सङ्घर्ष र यसको मार्गदर्शक मालेवादी दर्शन, सिद्धान्त र विचार अमर रहने र यो अझै उर्वर भएर आउने आशा, विश्वास र भरोसा प्रकट गर्दछ। समाजवादी कम्युनिस्ट पार्टी नेपालको आवरणमा लुकेर मालेमाका 4 तत्त्व अर्थात् सर्वहारा वर्ग, सर्वहारा अधिनायकत्व, बल प्रयोगको सिद्धान्त, सांस्कृतिक क्रान्ति, वैज्ञानिक समाजवाद विरुद्ध योजनाबद्ध प्रायोजित कथित नेपाली समाजवादको षड्यन्त्रकारी कार्यदिशा लाद्ने, पार्टीका क्रान्तिकारी नेतृत्वमाथि अवांछित आरोप लगाउने, नेतृत्वमाथि भौतिक आक्रमणका लागि दुरुत्साहन गर्ने, भारतीय साम्राज्यवादसँग आत्मनिर्भर गर्ने, छद्मवेशी कुलतमा फँसेका संसदवादबाट दुष्प्रभावित तत्त्वहरूबाट पार्टी र क्रान्तिकारी आन्दोलनलाई जोगाउन क्रान्तिकारी विद्रोह गर्ने पार्टीका बहुमत केन्द्रीय तथा केन्द्रीय साङ्गठनिक परिषद सदस्य लगायत सम्पूर्ण पार्टी कम्युनिस्टहरूलाई यो बेला लाल सलाम प्रकट गर्दछ। मालेवादी विचार र व्यवहारबाटै विचलित र स्खलित समूहका सम्पूर्ण आरोप, प्रलाप र लाञ्छनाहरू खारेज गर्दछ। एकता राष्ट्रिय बेलाले पार्टी केन्द्र समितिको बहुमतले पूर्ण सिंह लगायत केही पात्रलाई बर्खास्त गरेको प्रस्ताव पारित गरेको छ। नेपालको कम्युनिस्ट आन्दोलनकै इतिहासमा पार्टीको अत्यधिक बहुमतले पार्टी महासचिवलाई सैद्धान्तिक, वैचारिक, सांस्कृतिकभित्र आनीबानी, खानपिन र आचरण विचलनका कारण पार्टीबाट बर्खास्त गरी पार्टीको नाम, क्रान्तिकारी विरासत सहितको दस्तावेजको रक्षा गरेको घटनालाई ऐतिहासिक विरासतका रूपमा सुरक्षित राख्ने निर्णय गरेको छ। पार्टीको एकता राष्ट्रिय बेलाले जनवर्गीय सङ्गठनहरूमा निम्नलिखित कम्युनिस्टहरूको जिम्मेवारी तय गरेको छ। अखिल नेपाल क्रान्तिकारी ट्रेड महासङ्घको अध्यक्षमा कमरेड लीलबहादुर बुढाथोकी ईश्वर, सूचना प्रविधि प्रमुखमा कमरेड चूडामणि श्रेष्ठ मन्जिल, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको अध्यक्षमा कमरेड सुजाता रोका विष्ट, अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घको अध्यक्षमा कमरेड विजयराज पौडेल, समाजवादी युवा सङ्गठन नेपालको अध्यक्षमा कमरेड सन्तोष बोगटी र इन्चार्जमा कमरेड सोम, दलित मुक्ति मोर्चा नेपालको अध्यक्षमा कमरेड बलबहादुर परियार, अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी सङ्घको अध्यक्षमा कमरेड दलबहादुर खड्का, जनक्रान्तिका महान शहीद तथा बेपत्ता योद्धा परिवार सङ्गठनको अध्यक्षमा कमरेड कला शर्मा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको संयोजकमा कमरेड सृजना केसी, अखिल नेपाल जनसांस्कृतिक महासङ्घको कलाकार संयोजकमा कमरेड भरत। र यो बेलाले एकता राष्ट्रिय बेलाले
हामी भर्खरै विद्रोह गरेर आएको पूर्ण सिंहको समूहलाई केही राजनीतिक किटान गरेको छ। त्यो किटान गरेका बुदाहरू म यहाँहरूसँग वाचन गर्ने अनुरोध माग्छु। बेलाले पूर्ण सिंह समूहबारे निम्नलिखित निर्णय लिएको छ। पार्टीको पूर्ण सिंहको पूर्व मूल नेतृत्वले नेपालमा सर्वहारा वर्ग नै नरहेको गलत भाष्य निर्माण गरी पुँजीपति वर्गको सेवा गरेको, मालेमाको सार र सर्वहारा वर्गको अधिनायकत्वलाई तिलाञ्जली दिएको, वैज्ञानिक समाजवाद परित्याग गरी कथित नेपाली समाजवाद र नेपाली क्रान्ति भन्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई विश्व कम्युनिस्ट आन्दोलनबाट अलग आएर केवल राष्ट्रवादी क्षेत्रीयतावादी बनाएको, महान सर्वहारा सांस्कृतिक क्रान्तिलाई व्यवस्था गरेको, बल प्रयोगको सिद्धान्तलाई गौण बनाएको, वर्ग सङ्घर्षलाई आम जनताको नेतृत्वमा गोलमटोल गरी भ्रष्टीकृत गर्ने र सर्वहारा वर्गको उपस्थिति, अस्तित्व, अवस्थिति र अनिवार्यतालाई कमजोर पारेको, कम्युनिस्ट पार्टीको घोषणापत्रलाई लत्याएको, अन्तर्राष्ट्रियतावाद समाप्त पारेको, भारतीय साम्राज्यवादसँग लम्बसार पर्दै आत्मसमर्पण गरेको, नेपालमा आदिवासी समुदाय र राष्ट्रियताहरूको अस्तित्व नस्वीकारेको, सर्वहारा श्रमिक उत्पीडित वर्गलाई न्यूनीकरण गर्दै आम जनताका नाममा मध्यम वर्ग र मूलतः पुँजीपति वर्गलाई प्रोत्साहन गरेको, पार्टीको गणप्रमुख सङ्ख्या र आधारभूत श्रमिक वर्गलाई लत्याएको, मुखले सामूहिक नेतृत्वको रटान लगाए पनि एक व्यक्ति निर्णय लादेको, क्रान्तिकारी ध्रुवीकरण, संयुक्त मोर्चा, कार्यगत एकता, साझा सङ्घर्षबाट अल्झिएको, भिन्नमतको रक्षा नगरेको, एकाधिकार केन्द्रीयता लादेको, निजी वा पारिवारिक मामिलालाई पार्टी मामिलासँग गाँठेमाथि पारेको र यसै कारण पार्टी बैठकहरू प्रभावित पारेको, व्यक्तिबाट अस्वाभाविक प्रभावित भएका कारण स्थायी समितिका सदस्यहरूलाई नै गुमराहमा राख्दै निर्णयहरू विस्तारित बैठकमा सुनाउन समेत नसकेको, जस्तै अखिल नेपाल ट्रेड युनियन क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, अखिल क्रान्तिकारी, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, समाजवादी युवा सङ्गठन नेपाल लगायत जबसको नाम र नेतृत्व फेरेको तर बाहिर समयमै पार्टीको केन्द्रीय समितिले जानकारी नगराएको सन्दर्भ हो यो। यस किसिमको स्थायी समितिको भिन्न मतका कारण चाहिँ फेरिएको नाम अस्वीकार भएको थियो। हताशमा सम्मान, आदर र चाकरीका बीचको सामान्य भेद र अन्तर छुट्याउन सक्ने विवेक समेत गुमाएको, पार्टी निर्णय नै नगराई निर्णय भएको भन्दै एकतर्फी रूपमा आत्मसमर्पणवादी दस्तावेजबारे समाचार सम्मेलन गर्न लगाएको, पार्टी विशेष राष्ट्रिय सम्मेलनका वैज्ञानिक समाजवाद सम्बन्धी क्रान्तिकारी सिद्धान्त विचार निर्णय अवैध ढङ्गले खारेज गर्दै संशोधनवादी विधान कार्ययोजना प्रस्तुत गरेको, निरन्तर मदिरा पानमा निर्लिप्त भएको र जति आलोचना गरेर रूपान्तरित हुन सुझाव सल्लाह दिँदा पनि नसुझिएको र पार्टीको नामलाई अर्थोपार्जन गर्ने साधनको रूपमा दुरुपयोग गरेको, आर्थिक अपारदर्शिता र अर्थवादी हुँदै गएको, काठमाडौँ नछोड्ने प्रवृत्ति मौलाउँदै गएको, पार्टी निर्माण सञ्चालन विधि शैली विकास गर्न नसकेर गोलचक्करमा फस्दै गएको, जेन्जी विद्रोहप्रति उतार चढावपूर्ण धारणा र व्यवहार आएको, जस्तै विद्रोह हुँदै गरेको समयमा विद्रोहीहरूलाई डोजर लगाएर दबाउने मनसा प्रकट गरेको, जेन्जी युवाले सुझाव मागेपछि फेरि वार्ता र सरकारमा जाने मनसा राखेर सुझाव पठाएको, संसदीय व्यवस्था विरोधी दलहरूको बैठकमा उपस्थित भएर संयुक्त सरकारको मागपत्रमा हस्ताक्षर गरेको, जेन्जी विद्रोहमा भएको शहादत स्वीकार गरेर दीप प्रज्वलनमा सहभागी पनि भएको, फेरि दस्तावेजमा भने जेन्जी विद्रोहलाई जनआक्रोशको अभिव्यक्तिबाट कटाएर केवल साम्राज्यवादी योजना र उत्साहमा भएको ध्वंसका रूपमा चित्रित गरेको, पार्टीको आवरणमा लुकेका केही अराजक पात्रहरूलाई पार्टीको मूल नेतृत्व र पार्टी नेता संलग्न संस्थामाथि आक्रमण गर्ने धम्कीसहित गुन्डागर्दीमा उत्रिएको, यी लगायतका कारण राजनीतिक कारणले हामीले पूर्ण सिंहको नेतृत्वको टिमलाई बर्खास्त गरेर पार्टीको केन्द्रीय समिति र केन्द्रीय सांसदीय परिषदको अत्यधिक बहुमतको राष्ट्रिय भेला एकराष्ट्रिय भेलाले यी निर्णयहरू गरेको छ र अन्तिममा पार्टीले केही सङ्घर्षका कार्यक्रमहरू पनि सार्वजनिक गर्ने निर्णय गरेको छ। सङ्घर्ष सम्बन्धमा भेलाले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका विषयमा अन्तर्क्रिया गोष्ठी, भेला, प्रदर्शन लगायत सङ्घर्ष सञ्चालन गर्ने, साउनदेखि जनतामा जाउँ, जनताको सेवा गर्नु अभियान जारी राख्ने, प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुकुम्बासी जनताको घरमा बस्तीमा डोजर लगाएर विध्वंस पारेको र सुकुम्बासीहरूलाई बेघरबार र बेहाल बनाएको विरुद्धमा सङ्घर्ष गर्ने, बालेन्द्र शाहले संसदमा उभिएर नेपालले पनि भारतको सीमा मिचेको भनी दिएको राष्ट्रघाती अभिव्यक्तिका साथै
एमसीसी एसपीपी विरुद्ध सङ्घर्ष गर्ने, भ्रष्ट सुदखोर राष्ट्रघाती ठग र दलालहरूका विरुद्ध सङ्घर्ष गर्ने, जनताले खेपिरहेको महँगी मूल्य वृद्धि कालोबजारीका विरुद्ध पनि सङ्घर्ष गर्ने निर्णय गरेको छ। भेलामा नेपाली कम्युनिस्ट पार्टी, नेकपा माओवादी, नेकपा बहुमत, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायत कम्युनिस्ट वामपन्थी पार्टी सम्बद्ध कमरेडहरूलाई हार्दिकतापूर्वक ध्रुवीकरण प्रक्रियामा स्वागत गरियो। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा, नेकपा बहुमत लगायत मित्र शक्तिहरूसँग संयुक्त मोर्चा कार्यगत एकता हुँदै क्रान्तिकारी ध्रुवीकरण प्रक्रियाका लागि आह्वान गर्ने, वार्ता गर्ने र सफल अघि बढाउने निर्णय पनि भएको छ। क्रान्तिकारी अभिवादन सहित अशोक सुवेदी, विप्लव महासचिव, 9 असार 2083। यसरी पार्टीले पार्टीको भेलाले गरेका निर्णयहरू यहाँहरूका बिचमा राखियो। अब यहाँहरूलाई पत्रकार साथीहरूलाई पार्टीको राष्ट्रिय भेलाका सन्दर्भमा वा अखिल नेपाल क्रान्तिकारी महासङ्घको विशेष राष्ट्रिय भेलाका सन्दर्भमा कुनै जिज्ञासाहरू छन् भने यहाँहरूले राख्न सक्नुहुन्छ। ती जिज्ञासाहरूलाई पार्टीको भेलाका बारेमा भई म जवाब दिएर सम्मान गर्नेछु भने ट्रेड महासङ्घका बारेमा कमरेड अध्यक्ष कमरेडले नै यसको चाहिँ जवाब दिनुहुनेछ। केही प्रश्नहरू भए साथीहरू राख्न सक्नुहुन्छ। मार्क्सवाद, लेनिनवाद, माओवाद र विश्वमा विकास भएका वर्ग सङ्घर्षका विभिन्न कार्यदिशाहरूको कुल योग सकिँदैन। हाम्रो नेतृत्वमा हामी नेपालमा वैज्ञानिक समाजवाद जनक्रान्ति अगाडि बढाउनेछौँ र हामीले मात्र क्रान्ति सम्पन्न गर्न हामीलाई मुस्किल भएको अवस्थामा हामी मार्क्सवाद, लेनिनवाद, माओवाद मान्ने इमान्दार अन्य कम्युनिस्ट पार्टीहरू जस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भयो, नेकपा बहुमत भयो, नेकपा लोकनारायण सुवेदी, ऋषि कट्टेलहरू नेतृत्व गर्नुभएको नेकपा भए, जो मार्क्सवाद, लेनिनवाद, माओवाद र माओ विचारधारा मान्नुहुन्छ, उहाँहरूसँग कार्यगत एकता संयुक्त मोर्चा गर्दै क्रान्तिकारी ध्रुवीकरणका लागि हाम्रो बाटो खुला रहनेछ र हामी यसको लागि पहल गर्नेछौँ। र सङ्घर्ष, मुक्ति र विजय हाम्रो पार्टीको एकमात्र लक्ष्य र उद्देश्य हो। यति भनाइ राख्दै म आजको यो विशेष पत्रकार सम्मेलन यहीँ समापन भएको सूचना गर्दै यहाँहरूलाई फेरि पनि धन्यवाद व्यक्त गर्दै बिदा हुन्छु। हस्त अभिवादन।